हेलो गाइज, म चाहिँ अहिले कोरियन चाउचाउ बनाउँदैछु। 8 साढे 8 भइसक्यो रातिको है। आज चाहिँ खाना खानु मन नलागेर ट्याकको कोरियन चाउचाउ बनाएर खान आँटेको। अनि यहाँ काट्दैन होला, पानी अलिक बढी भयो जस्तो छ एउटाको लागि है। अनि त्यो पाक्दा के गर्दा सुक्छ पनि होला है। अब यो पछि यसको मरमसलाहरू यहाँ छ, अनि 2टा अन्डा पनि छ यहाँ। 2टा अन्डा छ। आज चाहिँ बेलुका भात नखाऊँ भनेर के यसलाई मजाले पकाउँ पहिला। आज किन चाउचाउ खानु लाग्यो भन्दाखेरि हिजो हामीले यहाँ आफ्नै घरमा मोमो बनाएर खाएको नि त। अनि त्यो मोमो पनि बाँकी छ, तर मोमोको अचार चाहिँ सिद्धिएको छ क्या होइन। अनि अब यो कोरियनको त पिरो हुन्छ नि त, अनि टक्क अब यसलाई स्पाइसी बनाएर मोमो पनि यसकै सुपसँग ट्याक्क डिप गर्दै खाने हो क्या गाइस, बुझ्नुभयो नि। यस्तो गरौँ होइन है, मजाले पाक्छ त होला नि। अनि त्यसपछि मरमसला हालिदिउँ यसको है। अब हुन त अरूले चाहिँ अब मजाले पकाएर अनि पानी सुकाएर त्यसपछि मरमसलाहरू हालेर खानुहुन्छ होला। म चाहिँ यसमा यसरी मिक्स गरिदिन्छु होइन, मलाई चाहिँ यसरी ठिक लाग्छ क्या। त्यही भएर यसरी यसमै हालिदिन्छु। यो भयो। त्यसपछि अर्को यो के भन्छु, यो पनि अब यसकै सामान हो हुन चाहिँ, अब के हो थाहा छैन। अनि कस्तो गर्ने हो यो भयो। अनि लास्टमा चाहिँ के भन्छ यसलाई, यो पनि यसमै हालिदिन्छु। मलाई चाहिँ यसरी सबै ड्याङडुङ मिक्स गरेर खानु चाहिँ मजै अलग आउँछ कि गाइस, केटा हो रे यस्तोले हालिदिइसकेपछि अनि यसलाई हल्का चलाइदिउँ होइन। पानी अलिक बेसी हालेछ क्या, पानी चाहिँ अलिक बेसी भएछ। यस्तो हुँदैछ। दामी भएछ है हुन चाहिँ। एकछिनलाई यत्तिकै राखिदिउँ होइन। अनि त्यसपछि अलिकति पानी सुकेपछि अन्डालाई चाहिँ के गर्ने भन्दाखेरि फुटाएर साइडमा हालिदिने नि त, आफै पाक्छ कि। यस्तो मजाको कलर निस्कियो। यस्तो छु। हामीले हिजो आफ्नै घरमा बनाएको मोमो, यो चाहिँ उब्रेको मैदा थियो नि त, अनि त्यसकै स्टिम रोटी बनाएको 2टा छ। अनि बाँकी भएको यति छ मोमो। अनि अब यो चाउचाउ पाक्छ अनि यसकै झोलमा डिप हाल्दै खाने हो क्या। कस्तो हुँदो रहेछ आज फर्स्ट टाइम होइन। हजुर, अन्त यसमै मिक्स गर्दा पनि हुन्छ होला मोमोमा चाहिँ, तर अब अहिले फर्स्ट टाइम अब जिन्दगीमा कहिले गरेको छैन कस्तो हुन्छ होइन। त्यही भएर पाकिसकेपछि यसकै झोलमा चाहिँ बरु डिप गर्दै खाने हो मोमोलाई चाहिँ गाइज। यस्तो मजाको कलर निस्किरहेको छ यार। यसै पानी कम गर्नुपर्छ। ल खतरा भइदियो क्या। यस्तो कस्तो राम्रो अन्डालाई चाहिँ यसरी हालिदिएको होइन साइडमा 2वटा। अनि यसलाई अब धेरै चल्यो भने बिग्रिन्छ होला है। खासै यस्तो बनाएर त खाँदिनँ कि, कहिलेकाहीँ यसो पिरो खान मन लाग्छ। अनि आज चाहिँ वाइट राइसलाई साइड लगाएर चाहिँ
तेरो चिज खाइदिउँ न त भनेर नि त हल्का। अनि मेरो दिमागमा अब मोमोलाई चाहिँ यसको उयो झन्डै पोख्यो सुपसँग डिप गर्दै खाइदिनु पऱ्यो भनेको थियो तर भएन मोमोलाई पनि हालिदिनु पऱ्यो कि यसो साइडमा कस्तो हुन्छ होइन अनुभव गरी हेरौँ न के जान्छ र अनुभव गर्दैमा होइन र उयो मोमो पनि धेरै रहेछ यार 5वटा 6वटा 7वटा भइदिएर के ल यतिकै गरौँ अनि अब के अरे चौचौ पनि पाक्यो होला है स्टोरी चलाइदिउँ स्टोरी होइन उयो मलाई चाहिँ जहाँसम्म लाग्छ यो खतरा होला जस्तो छ है मान्छेहरू खतरा होला जस्तो छ नि यो पाके चाहिँ पाकेछ ल अब ग्यासलाई मिलाइदिउँ हल्का हल्का डढेछ नि त पेडाहरू हल्का डढेछ यतापट्टि यो अन्डा भएको साइडमा चाहिँ केही छैन हल्का फुल्का त डढिहाल्छ नि होइन र अब यसलाई हल्का अन्डा चाहिँ यस्तो मजाले यति छ अब यसलाई चाउचाउसँगै यस्तरी रोइ मिलाएर अनि खानुपर्छ ल गाइज खाए ल ओके ल मेरो खाना चाहिँ आज रातिको रेडी भयो गाइज तपाईँहरूको रेडी भएको छ कि छैन तपाईँहरू पनि खानुहोस् चिसो महिना छ ड्याङ्गो खाने ड्याङ्गो सुत्दिने है त गाइज थ्याङ्क यू मेरो खाना आजको रेसिपीको कसलाई मनपर्छ यसो 1-2वटा कमेन्ट पनि ठोकिदिउँ है त ल बाई बाई गुड नाइट